ल हामी चाहिँ यहाँ माछा धुँदैछौँ यसलाई पनि म्यारिनेट गरेर हामीले यसलाई रोस्ट गर्ने हो आज न्यू इयरको लागि ल खै कत्रो कत्रो छ माछा हेरौँ ठिकै छ कुखुरा काटेर खिच्न पनि रहेछ ल यता अदुवा लसुन पनि छिल्दै हुनुहुन्छ 2-3 जना मान्छेहरू यता हाम्रो यो चाहिँ स्यालेडको लागि यो चाहिँ हाम्रो यो ड्रेसिङ हो यो म्यारिनेटको लागि ल यो चाहिँ म्यारिनेट गरिसकेको मासु है यो कुखुराको चिकन दामी छ एकछिनपछि हामीले रोस्ट गर्छौँ हैन ल यता चाहिँ साइलाले हाम्रो यो के हो यो ब्राउनहरु बनाउँदै हुनुहुन्छ आज नयाँ वर्षको लागि है भ्याइसक्नु भयो भ्यायो नि यहाँ तेलमा उसलाई दिनु न खान्छ होला ल खाऊ ल हाम्रो गाउँमा चाहिँ मान्छेहरू आज नयाँ वर्षको लागि हाम्रो प्रिपरेसन चलिरहेछ उता चाहिँ उहाँ माछा धुँदैछ 2 जना ल यहाँ भित्र चाहिँ हाम्रो कान्छाले तिल भुट्दै हुनुहुन्छ के को लागि रे अचारको लागि हैन ल यो चाहिँ तिल यो चाहिँ अन्डा बोइल गरिसकेको छ अलरेडी यहाँ चाहिँ हुँदैछ हाम्रो बिस्तारै कार्यक्रम ल ल ल कान्छौले छिल्दै हुनुहुन्छ ल माछा आइपुग्यो ल म्यारिनेट गरिदिनु होला मजाले माछा धक्को भएर कर्नफ्लावर छ अलिकति पानी निक्ले त्यसको बाबुले लैजा खोपु लैजा लामखुट्टेले काट्न आइजा त्यसको डानी लैजा हो त्यसको डानी लैजा क्या भयो सक्दिन पहिला मासुलाई जाम त मासुलाई जाम है अब त्यो काँक्रो मजाले धोयो मजाले धोएर तिम्रो घर पनि हैन अचारको लागि राम्रो देखाए अनि धेरै हुँदैन नि हो अचारको लागि तरकारीलाई ए टाउको खुट्टा आन्द्रा ल एकै ठाउँ मिसाइदियो नमिसाउने क्या ए एउटा कुखुराको 3टा आइटम हुने भाइ रोस्ट चाहिँ 2टा होला ल हाल्दिन यो चाहिँ मसलाहरू नुन बेसार अदुवा र लसुनको धुलो अनि जिराको धुलो रातो भएपछि त हाल्दिनु अब भयो होला यतिकै हाल्नुपर्छ
कलेज पनि आएछ हालिदिनु केही नि कस्तो सिङै हालेको नि होइन यो त त्यही आगो हेर्नु भने त उसले गाजरसँग देखायो त आगो हो कि जम्मै खसा त्यो यहाँ हालिहालबाट बाटोमा भने एउटा काट्ने चाहिँ खनिहाल्ने पर्छ क्या जाडो भइरहेको घामले नि पोल्छ हिजो बिहान र बेलुका पसिना आएको थियो यसलाई जाडो भएको आन्द्रा पकाएको किन अनि उमा पका भएको थिएन कति 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 ल कति 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 खै तेरो दाइ के हो पुसाइ भन्दा ल ल ल ल यो अचारको लागि तेल भयो रोस्ट यो पाकेपछि हेर्नुहोस् त है अझै उ है माछा यो तेल नि यहाँ छ है यहाँ छ यति अवसर साथी रोस्ट पनि बिस्तारै बन्दैछ कति छ धेरै नै छ ल खै अड्कलले हाल्नु न धेरै होला नि रातो भए ल है गाइज हामीले यहाँ हिसाब किताब भइरहेछ दिँदैछौँ पैसा पनि चाहियो नि खाएर मात्रै भएन रेडी हुँदैछ बन्दैछ है गाइज हजुरहरू के गर्दै हुनुहुन्छ गाइजहरू होइन हाम्रो त यता यस्तो चल्दैछ नयाँ वर्षको लागि नयाँ वर्षको कस्तो हुँदैछ हजुरको गाइज तल धनेबाईको 5 जना 11 यहाँको फोटो खिच्न पनि पहिला सबै